हेलो हेलो सबैजनालाई नमस्ते। सधैँको जस्तै आज पनि सानो भिडियो लिएर आएको छु। हजुरहरूले माया गरिदिनु होला र धेरै माया पनि गरिराख्नु भएको छ। धेरै धेरै धन्यवाद हजुरहरूलाई। आज हाम्रो यो पाल्पामा यस्तो हावाहुरीसँग पानी आएको छ साथीहरू। हजुरकोतिर आएको छ कि छैन देख्न सक्नुहुन्छ हजुरहरूले। धेरै दिनमा कुहिरो लागेर घाम पनि नलागेर आज पानी परिरहेको छ साथीहरू। हजुरकोतिर आएको छ कि छैन? हाम्रोतिर मौसम यस्तो छ है। धेरैजना हिँडडुल गर्दाखेरि सचेत रहनु होला। हावाहुरी असिना आउन सक्छ, धेरैजनाको ज्यान पनि जान सक्छ साथीहरू। र यो मौसम भनेको एकदम हावाहुरी असिना आउने मौसम हो। त्यही भएर धेरैजना हिँडडुल गर्दाखेरि सचेत रहनु होला। हाम्रोतिर यस्तो हावाहुरी लागेको छ साथीहरू। केही नगर्नु, यस्तो छ मान्छे उडौला जस्तो हावा लागेको छ साथीहरू। र यो माडीमा पनि हेर्नु न कति कुहिरो लागेको छ। पारी देख्न सक्नुहुन्छ त्यो ठाउँ माडी हो, सराई भन्ने ठाउँ पाल्पाको। र पुरै हावाहुरीसँग अँध्यारिएर आएको छ है साथीहरू। सबैजना सचेत रहनु होला। जस्तो ठाउँमा भए पनि हिँडडुल गर्दाखेरि धेरै ध्यान पुऱ्याएर हिँड्नु होला। गाडीहरूमा बाइकहरूमा हिँड्दाखेरि पनि धेरै ध्यान पुऱ्याएर हिँड्नु होला। र अहिलेको समय भनेको एकदम हावाहुरी आउने ठाउँ है, समय हो है। त्यही भएर धेरैजना सचेत भएर मौसम हेरेर हिँडडुल गर्नु होला। साथीहरू सबैजनाले माया गर्नुभएको छ र अझै पनि माया गर्नुहुनेछ भन्ने धेरै विश्वास गरेको छु। र म सानो सानो भिडियो सेन्ड गरिराखेको छु। हजुरहरूले माया गर्नुभएको छ, त्यसैमा म खुसी छु। र मलाई खासै त आउँदैन, त्यही पनि हल्का प्रयास गरिरहेको छु है साथीहरू। देख्न सक्नुहुन्छ यस्तो छ अँध्यारिएर, पुरै आकाशमा पनि बादल उठेको छ है। हाम्रोतिर यस्तो छ है मौसम साथीहरू। सबैजना सचेत रहनु होला। हावाहुरी आउन सक्छ, हिँडडुल गर्दाखेरि धेरै सचेत भएर हिँड्नु होला भन्न चाहन्छु। र सबैजनालाई धेरै धेरै सम्झेको छु ल। सबैजनाले माया गरिदिनु होला। सबैजना जहाँ जे जस्तो भए पनि सन्चै राम्रै त हुनुहुन्छ नि। र हाम्रो आज पाल्पामा यस्तो छ है मौसम, देख्न सक्नुहुन्छ हजुरहरूले। यो हाम्रो तलको ठुलो के भन्छ अरे टोडी खेल भन्ने ठाउँ हो। ठुलो मैदान छ त्यहाँ। अनि हेर्न सक्नुहुन्छ आकाशमा कति अँध्यारो बादल निस्केको छ। आज ठुलै पानी पर्छ भनेको छ। हजुर